हेलो साथीहरू नमस्कार। आज चाहिँ म तपाईहरुलाई शिक्षक सेवा आयोगले भर्खरै माघ महिनाको 3 गते माध्यमिक तहको खुला प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन गरिसकेको छ। यसको लागि हामीले घरमै बसेर अनलाइन फर्म आफ्नो मोबाइलको थ्रुबाट कसरी भर्ने त्यो पनि सबैभन्दा सजिलो र छिटो तरिकाले त्यसको बारेमा आज म जानकारी दिन गइराखेको छु। सबैभन्दा पहिला तपाईहरुले आफ्नो मोबाइलको क्रोम ब्राउजर ओपन गर्नुहोला र क्रोम ब्राउजर ओपन गरिसकेपछि यहाँ आफ्नो सर्च बारमा लेख्नुहोला अनलाइन TSE सुरुमा आउँछ, यसमा ट्याप गर्नुहोला। त्यसपछि एकाउन्ट लगइनमा क्लिक गर्नुहोला। यदि तपाईको अलरेडी नै शिक्षक सेवा आयोगमा फर्म भरिसक्नु भएको छ भनेपछि यहाँ इमेल र पासवर्ड हानेर र यो क्याप्चा हानेर लगइन गरेर आफ्नो केही विवरण सच्याउनु पर्ने छ भने सच्याउनु होला। र यदि तपाई भर्खरै मात्र शिक्षक सेवा आयोगको फर्म भर्दै हुनुहुन्छ भनेपछि त्यसका लागि तपाईले यहाँ तल लगइन भन्दा तल डु नट ह्याभ एकाउन्टमा क्लिक गर्नुहोला र यसमा क्लिकमा रजिस्टर गर्नुहोला। रजिस्ट्रेसन गरेर यहाँ आफ्नो इमेल, मोबाइल नम्बर र पासवर्ड र कन्फर्म पासवर्डमा जुन माथि पासवर्डमा राख्नुहुन्छ त्यही राखेर कन्फर्म गर्नुहोला। र तपाईको मोबाइलमा एउटा जुन नम्बर यहाँ राख्नुहुन्छ त्योमा चाहिँ एउटा ओटिपी आउनेछ। त्यो ओटिपी हाने भने तपाईको मोबाइल नम्बर त्यहाँ भ्यालिडेट हुनेछ र त्यसपछि तपाईले यहाँ राख्नुभएको पासवर्ड र मोबाइल राखेर फेरि यो माथि इमेल एड्रेसमा आफ्नो इमेल हान्नुहोला र पासवर्डमा आफ्नो पासवर्ड हान्नुहोला। जस्तो मेरो अलरेडी एकाउन्ट छ, म चाहिँ यहाँ आफ्नो इमेल एड्रेस र मेरो पासवर्ड पनि छ यो हान्न गइरहेको छु। त्यस्तै क्याप्चा थिच्नु होला। क्याप्चा हानिसकेपछि लगइनमा थिच्नु होला र लगइनमा थिच्दाखेरि यस्तो इन्टरफेस खुल्नेछ। सबैभन्दा पहिला हामी व्यक्तिगत विवरण भर्न सिक्नेछौँ। यसका लागि मेरो यहाँ अलरेडी छ, म यसलाई केही एडिट गरेर तपाईँ पनि त्यहाँ एडिट गर्नु होला, भर्नु होला। जस्तो यहाँ यसरी आफ्नो म यो मेटाउँछु, फेरि लेख्छु, यहाँ लेख्नु होला दुर्गा, यसरी यहाँ माथि आउँछ यो लेख्नु होला। त्यसपछि बीचको नाम सिंह, यो मेटाएर यहाँ लेख्न मिल्छ। यसरी यो सम्पूर्ण अङ्ग्रेजीमा पनि लेख्नु होला। अनि लेखिसकेपछि लिङ्ग, जन्ममिति पनि यहाँ लिङ्ग यसरी छान्न पनि मिल्छ। मेरो पुरुष छाने, यसरी जन्ममिति पनि यसरी छान्न मिल्छ। मेरो 2046 भयो। त्यसरी फागुनमा जन्मेको, गते पनि यसरी छान्न मिल्छ, कुन गते जन्मिनु भयो। त्यस्तै जारी भएको, त्यस्तै नागरिकता नम्बर लेख्नु होला। जारी भएको जिल्ला लेख्नु होला। जस्तो मेरो सुर्खेत हो, म सुर्खेत लेख्छु। त्यसपछि जारी भएको मिति यहाँ लेख्नु होला। यहाँ पनि सेम त्यही हो, यसरी कहिले जारी भएको, कुन महिना जारी भएको त्यो लेख्नु होला। त्यसपछि गते लेख्नु होला। यति लेखिसकेपछि हामी यसलाई सेभ गरिदिन्छौँ। सेभ गरिसकेपछि अब हामी ठेगानामा जान्छौँ। ठेगानाको यसरी यो पनि सेम यही प्रोसेस हो। जस्तो मेरो अलरेडी यहाँ भरेको छ। जस्तो यहाँबाट तपाईँ छान्नु सक्नुहुन्छ, तपाईँ कुन प्रदेशमा बस्नुहुन्छ त्यो छान्नु होला। जस्तो मेरो कर्णाली भयो। त्यसपछि जिल्ला छान्नु होला, मेरो सुर्खेत भयो। त्यसपछि स्थानीय तह छान्नु होला, मेरो चौकुन्ने भयो। त्यसपछि वडा नम्बर छान्नु होला, टोल लेख्नु होला, आफ्नो मोबाइल नम्बर, इमेल राख्नु होला। त्यसपछि सम्पर्क ठेगाना मेरो यो मधेस भयो। त्यसपछि जिल्ला सर्लाही भयो। त्यसपछि स्थानीय तह लालबन्दी भयो। वार्ड नम्बर 15 भयो। यसरी आफ्नो विवरण छानेर यहाँ सबै लेखिसकेपछि, यदि यो सबै लेखिसकेपछि यहाँ सेभ गरिदिनु होला। यो सेभ भइसकेको छ। ठेगानापछि तपाईँको पारिवारिक विवरण भन्नु होला। पारिवारिक विवरण भन्नका लागि पारिवारिक विवरणमा ट्याप गर्नु होला र यहाँ एडिट मेरो पहिल्यै छ। यहाँ आफ्नो जस्तो बुवाको नाम लेख्नु होला। जस्तो यहाँ
यति गरिसकेपछि त्यस्तै आमाको नाम लेख्नुहोला, हजुरबुवाको नाम लेख्नुहोला, श्रीमान श्रीमतीको छ भने श्रीमान श्रीमतीको नाम लेख्नुहोला र ल सेभ गरिदिनु होला। यो सेभ भइसकेको छ। डेस्कमा जानुहोला, त्यसपछि तालिमको विवरणमा लेख्नुहोला। जस्तो मेरो यहाँ अलरेडी भरेको छ, म तपाईँलाई एक दुईवटा नमुना यहाँ एडिट गरेर देखाउँछु। जस्तो तालिम दिने संस्था तपाईँ कुन एजुकेसन पढेको भनेपछि त्यो क्याम्पसको नाम लेख्नुहोला। जस्तो तालिम बिएड, वान इयर बिएड अथवा तपाईँले 3 इयर 4 इयर बिएड चाहिँ पढ्नु भएको छ त्यही तालिम हो तपाईँको। त्यसपछि तालिम कहिलेदेखि कहिले पढ्नु भएको, जस्तो सुरु गरेको मिति, अन्त गरेको मिति, तालिमको अवधि, तालिममा प्राप्ताङ्क श्रेणी कति हो त्यो लेख्नुहोला, प्रतिशत लेख्नुहोला। लेखिसकेपछि मुख्य मुख्य विषयहरू के पढ्नु भएको त्यो लेख्नुहोला। जस्तो मेरो एजुकेसनल सुपरभिजन र एडमिनिस्ट्रेसन भयो, यो लेखेर यहाँ सेभ गरिदिनु होला। यति गरिसकेपछि फेरि तालिमपछि अध्यापन अनुमति पत्रको विवरण त्यो लेख्नु होला। जस्तो मेरो अध्यापन अनुमति अब माध्यमिक तहको लागि माध्यमिक तहको अध्यापन अनुमति पत्र चाहियो। अध्यापन अनुमति पत्रको प्रकार कस्तो हो, तपाईँको सामान्य हो कि विषयगत हो त्यो लेख्ने, रोल नम्बर लेख्ने, अनि अध्यापन अनुमति प्राप्त गरेको मिति लेख्ने हैन। यसरी यहाँबाट डेट सेलेक्ट गर्न मिल्छ, गते यसरी सेलेक्ट गर्नुपर्छ। त्यसपछि आयोगले गरेको निर्णय एकदमै सेलेक्ट गर्नुपर्छ। यसरी यो सबै गरेर यहाँ सेभ गरिदिनु होला। यो सेभ भइसकेको छ। त्यसपछि अनुभव सम्बन्धी विवरण, तपाईँको अनुभव के हो त त्यो लेख्नु होला। जस्तो म यहाँ तपाईँलाई एडिट गरेर देखाउँछु। जस्तो शिक्षकको प्रकार, म स्थायी शिक्षक हो, तपाईँ राहत अस्थायी के हो, कार्यरत होइन त्यो लेख्नु होला के हो। त्यसपछि तपाईँ कुन तहमा कार्यरत हुनुहुन्छ त्यो लेख्नु होला। त्यसपछि तपाईँको श्रेणी के हो, प्रथम द्वितीय तृतीय त्यो लेख्नु होला। स्थायी नियुक्ति मिति कहिले हो, अस्थायी नियुक्ति अस्थायीमा कार्यरत छ भने अस्थायी नियुक्ति मिति लेख्नु होला। यदि हालको पदमा बढुवा भएको मिति छन् त्यो लेख्नु होला। आफ्नो सिट रोल नम्बर लेखिदिनु होला र यहाँ सेभ गरिदिनु होला। ल यो पनि भयो। 3 डटमै जानु होला। अनुभव सम्बन्धी विवरण तपाईँको छैन भने नभर्नु होला, तपाईँ कार्यरत होइन भनेपछि। त्यसपछि संलग्न कागजातको विवरणमा जानु होला। जस्तो यहाँ मैले पहिल्यै भरिसकेको छ, तैपनि यसमा तपाईँलाई म फेरि यहाँबाट कम्प्युटरबाट इमेज ब्राउज यहाँ फोटो खिचेर राख्नु होला। यदि साइज तपाईँको यसले 200 KB सम्मको लिन्छ। यदि तपाईँलाई साइज घटाउन आउँदैन भने फोटो तपाईँलाई यदि रिसाइज गर्नु पर्यो भने यहाँ गुगलमा गएर सर्च बारमा इमेज कम्प्रेसर टु 220 KB यो पहिलोमै थिच्दा पनि हुन्छ। यसमा गएर यहाँबाट तपाईँको फाइलमा मोबाइलको फाइलमा भएका फोटोहरू सेलेक्ट गर्नु होला। जस्तो मैले यो सिलेक्ट गरेँ, डन। यो आयो, यो कति 18 KB को छ। ल अर्को अलि म ठुलो गर्छु। यहाँ सेलेक्ट गर्नु होला। त्यसपछि ब्राउज गर्नु होला, अथवा यो ल यो फोटो नै गर्छु मैले। त्यसपछि यहाँ कम्प्रेसमा थिचिदिनु होला। कम्प्रेसमा थिचिसकेपछि यसलाई डाउनलोड गरिदिनु होला। यहाँ ओपनमा थिच्नु होला। तपाईँको फोटो यी घटेर आइसकेको हुन्छ। अब यही फोटोलाई तपाईँले टक्क पारेर यहाँ अघिको कागजातमा त अपलोड, पासपोर्ट साइजको भर्खरै खिचेको फोटो अपलोड गर्नुहोस् न छ भनेपछि यहाँबाट फोटो मिलाउनु होला। मिलाइसकेपछि ल यसरी मिलाउन मिल्छ। यो सार्नु होला यसरी मोबाइलले। यसरी मिलाइसकेपछि क्रप गर्नु होला र यो पासपोर्ट फोटो अपलोड गर्ने यहाँ क्लिक गर्नुहोस् भन्छ। यसमा क्लिक गर्नु होला। यो मेरो अपलोड भइसकेको छ। त्यसै गरी तपाईँ हस्ताक्षर आफ्नो कुनै कागजमा साइन गरेर, जस्तो मेरो यहाँ अलरेडी छ, यसलाई सिलेक्ट गर्नु होला। यसलाई पनि त्यसरी नै मिलाउनु होला। जस्तो यहाँ म मिलाइरहेको छु। अनि क्रपमा थिचिदिनु होला र यो अपलोड गर्न यी मेरो यहाँ भइसकेको छ। त्यसै गरी नागरिकताको अगाडि र पछाडिको भाग, त्यस्तै अन्य कागजातमा न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, त्यस्तै अध्यापन अनुमति पत्र,
होइन। त्यस्तै तपाईँको स्थायी नीति छ भने यो पनि गर्नुहोला। त्यसै गरी हालको श्रेणीमा बढुवा भएको पत्र छ भने यो यहाँ अपलोड गर्नुहोला। मेरो यहाँ छैन, यहाँ अपलोडमा गर्नुहोला। यसरी कम्प्युटरबाट फोटो ल्याएर गर्नुहोला अथवा मोबाइलबाट ल्याउँदा पनि हुन्छ। त्यसपछि तपाईँको अब 1 इयर बिएड अथवा 10 महिना तालिम दिएको छ त्यसको ट्रान्सक्रिप्ट छ भने यो यहाँ राखिदिनु होला। यहाँ थिचेर यहाँ यसरी राख्न मिल्छ। मेरो यहाँ अलरेडी छ, यो यसरी राख्नु होला। त्यसपछि आदिवासी जनजातिको समावेशी पदका लाग्यो भनेपछि यहाँ तपाईँको त्यो कागजात अघिको जसरी नै राखिदिनु होला। अपाङ्ग भने यहाँ राख्नु होला। त्यसपछि पछाडिको क्षेत्रको हो भने यहाँ कागजात अपलोड गर्नु होला। त्यसपछि यो तलपट्टिको शिक्षण अनुभव तथा सेवा अभिचिह्न सम्बन्धी प्रमाणित फारम बढुवा प्रयोजनको लागि भनेर यो तपाईँलाई चाहिएन, यो चाहिँ बढुवाका लागि हो। अब कागजातहरू अपलोड गरिसकेपछि तपाईँहरू फेरि यो 3 डटमा जानुहोला। 3 डटमा गइसकेपछि हाल खुलेका विज्ञापनमा जानु होला। यी माध्यमिक तथा तृतीय श्रेणीको खुलेको छ र यसै गरी प्रावि र निवापीको पनि तपाईँ भर्न सक्नुहुन्छ। अब यहाँ 28 दिन बाँकी छ। यहाँ एप्लाई नाउमा क्लिक गर्नुहोला। आवेदन दिने तह तथा श्रेणी जस्तो म माध्यमिक तृतीय, म प्रतिस्पर्धा गर्न चाहन्छु बागमतीबाट, विषय मेरो विज्ञान हो, कुन समूहमा त तपाईँ आदिवासी महिला के हो त्यो पनि टिक लाउनु होला। मेरो खुल्ला मात्र भएको कारणले गर्दा म खुल्लामा टिक लाउँछु र म अगाडि बढ्छु। त्यसपछि अगाडि बढ्दा अघि तपाईँले भरेको जम्मै विवरणहरू यहाँ देखा पर्छ। एकचोटि यो सब ठिक छ कि छैन चेक गर्नुहोला। मेरो त्यसपछि यति भइसकेपछि यहाँ तपाईँको जम्मै विवरण देखाउँछ। अघिल्ला शैक्षिक योग्यताको छ, यहाँ टिक लगाइदिनु होला। न्यूनतम तालिमको यो ठिक छ भने यो पनि टिक लगाइदिनु होला। त्यसपछि यहाँ अनिवार्य कागजातमा पहिले नै टिक लागेको छ र टिक नलागेको ठाउँमा टिक लगाइदिनु होला। र यो यहाँ पनि माथिका सबै विवरणहरू मेरो जानकारीमा सत्य छन् भन्नेमा यसमा पनि टिक लगाइदिनु होला र त्यसपछि सबमिटमा क्लिक गर्नु होला। हेर्नुहोस् त मेरो यो सक्सेस भइसकेको छ र भन्छ कङ्ग्रेचुलेसन योर एप्लिकेसन हेज बिन सबमिटेड सक्सेसफुली, क्लिक ओके टु सी डिजिटल कपी अफ एप्लिकेसन फर्म एन्ड एडमिट कार्ड। अब यहाँ ओके थिदिनु होला। यति भइसकेपछि त्यहाँ ओकेमा थिचिसकेपछि यस्तो इन्टरफेस खुल्छ। यहाँ दस्तुर बुझाउने यहाँ क्लिक गर्नुहोस्, यसमा थिच्नु होला। यति भइसकेपछि मेरो जम्मै उम्मेदवार नम्बर, दरखास्त नम्बर, दरखास्त मिति, नाम, ठेगाना, फोन नम्बर र मेरो शुल्क पनि देखाउँछ। यसमा टिक लगाइदिनु होला। लगाइसकेपछि यहाँ बैंक छान्नु होला। म नेपाल बैंक लिमिटेड छान्छु। अब यति गरिसकेपछि भाउचर प्राप्त गर्नुहोस्मा मेरो राजस्व व्यवस्थापन सूचना प्रणालीबाट सृजित भाउचर पनि बनिसकेको छ। अब यदि तपाईँ आफै बैंकमा गएर जम्मा गर्ने हो भने यो प्रिन्ट गरेर सम्बन्धित बैंकमा जति रकम तपाईँको हुन्छ त्यो चाहिँ सम्बन्धित बैंकमा गएर जम्मा गर्नु होला। म चाहिँ अहिले ई-सेवाबाट पैसा जम्मा गर्न गइरहेको छु। त्यसैले म चाहिँ अनलाइन भुक्तानीमा क्लिक गर्छु। अनलाइन भुक्तानीमा पनि थुप्रै विकल्प छन्। कनेक्ट आइपिएस, ई-सेवा, आइएमई पे, खल्ती। म चाहिँ ई-सेवाबाट गर्न गइराखेको छु। यहाँ अलरेडी छ। म लगइन गर्नु होला। लगइन गरिदिनु होला। गरिसकेपछि अब तपाईँको मोबाइलमा जुन मोबाइल नम्बर तपाईँले शिक्षक सेवा आयोगको अनलाइन रजिस्टर गर्दाखेरि मेरो ओटिपी आइसकेको छ। म यसलाई युज गर्छु। 676 यसरी ओटिपी राख्यो भने कन्टिन्यू गरिदिनु होला र यस्तो इन्टरफेस खुल्नेछ र यहाँ आफ्नो इमेल राखिदिनु होला।
त्यसपछि यसरी इमेल राखिसक्यो भने कन्टिन्यू टु पेमेन्ट गरिदिनु होला। त्यसपछि कन्फर्म गर्नु होला। हेर्नुहोस् त, कन्फर्ममा थिचिसक्यो भने यसरी तपाईँको पैसा तिरेको सक्सेस भयो भने यसरी शिक्षक सेवा आयोगले सक्सेस भनेर यस्तो फ्ल्यास मेसेज देखिन्छ। तपाईँ पनि यसरी घरमै बसेर आफ्नो अनलाइन फारम भर्न सक्नुहुन्छ र पैसा र समयको बचत गर्नुहुन्छ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने कृपया हाम्रो यो टेक्निकल प्रब्लम सोल्युसन च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला र लाइक पनि गरिदिनु होला र सेयर पनि गर्न नभुल्नु होला। हस्त आजलाई धन्यवाद।